नमस्कार साथीहरु, आज म यो केराबाट हेयर प्याक हेयर ट्रिटमेन्ट गर्ने केराटिन ल्याउँदै छु। हजुरहरुले चाहिँ यो एउटा केरा यस्तो पाकिसकेको हामीले फाल्छौं, तर यसलाई चाहिँ एकदम फाइदाजनक हुन्छ, मुखलाई पनि फाइदा हुन्छ। यो मैले मिक्सरमा हाल्नलाई यो ठिक पारे। सुरुमा केरा हाल्छु, यस्तो कालो भइसकेको छ, तर हाम्रो कपाललाई यो मुखलाई पनि एकदम राम्रो गर्छ। केरा त एकदम राम्रो हो। यसो अब यो अंडा हाल्छु। अंडा एउटा हाले। यो अंडाले एकदम हाम्रो कपाललाई सिल्की हेयर बनाउँछ अनि एकदम कपालको लेन्थ पनि एकदम मोटो बनाउँछ। रेसाहरु कोकोनट ओइल चाहिँ मेरो अलि जमेको छ, केही फरक पर्दैन। मिक्सरमा ठुलो चम्चाले 1 चम्चा हाले। कोकोनट ओइल पनि एकदम मुखलाई कपाललाई एकदम फाइदाजनक छ। अब मैले आफैले बनाएको दही हाल्दै छु। दही पनि 2 चम्चा हाले। 3 चम्चा हाले, अलि बाक्लो छ मेरो कपाल। यो मेथी पाउडर आफैले ल्याएर पिसेर बनाएर राखेको। यो भिजाएर पनि हाल्न सकिन्छ, मैले चाहिँ भिजाएर हाल्ने गरेको थियो। आज चाहिँ हजुरहरुलाई देखाउनलाई यसरी पाउडर। मेथीले कपाललाई एकदम सिल्की गर्छ, एकदम राम्रो हुन्छ। रेसाहरु पनि यो एकदम मोटो बनाउँछ, कपाल झर्नबाट पनि रोकिन्छ। यो केराटिनमा चाहिँ केराटिन हो, होममेड केराटिनमा हनी पनि हाल्छु 1 चम्चा। यति हाले। कपाल एकदम थिक बनाउँछ, एकदम सारो राम्रो बनाउँछ, मोटो बनाउँछ। रेसाहरु राम्रो एकदम बनाउँछ। यो केराटिन होममेड, आफ्नै घरमा पार्लरमा गएर केराटिन गरिरहनु पर्दैन हामी सबै। अब क्यास्टर ओइल हाल्छु, यो 1 चम्चा। यसलाई सबै थोक इन्ग्रेडिएन्ट हालियो। अब मिक्सरमा हालेर यसलाई ब्लेन्ड गर्ने। अब मिक्सरमा राखेँ। अब म खन्याउँछु यो बोलमा। कस्तो मजाको केराटिन हेयर प्याक